आज चाहिँ म आलु चप बनाउन लागेको छु। आलु चपको रेसिपी चाहिँ सेयर गर्दैछु है तपाईहरुलाई। सुरुमा मैले कुकरमा आलु हालेँ हैन। यसलाई उसिन्नु पर्छ। मैले आलुलाई पखालेर यहाँ बोइल गर्नलाई ग्यासमा बसालेको छु। थोरै पानी हाल्छु हैन। पानी चाहिँ ठिक्क हाल्नुपर्छ, धेरै हाल्यो भने राम्रो हुँदैन। मैले चाहिँ ग्यासलाई अन गरेँ हैन। अब एकछिनमा पाक्छ, 2 सिटी जति लगायो भने पाक्छ हैन। त्यसपछि अरु प्रक्रियाहरु चाहिँ अगाडि बढाउँला। मैले चाहिँ आलु चपको लागि 2वटा सानो सानो प्याज अनि एउटा हरियो खुर्सानी र धनिया ठिक पारेको छु। हरियो खुर्सानी चाहिँ एउटा मात्रै ठिक पारेको चाहिँ सानो नानी पनि छ, नानीको लागि पनि भनेर बनाउँदै छु। त्यो कारणले गर्दा खुर्सानी चाहिँ अलिकति कम नै हाल्ने विचार गरेको छु मैले। अब हेर्दै जानु होला है त अगाडिको प्रोसेसहरु। आलु चपको लागि म चाहिँ प्याज कटिङ गर्दै छु है। प्याज, धनिया र खुर्सानी काटेर मैले चप गरेर रेडी गरिसकेको छु आलु चपको लागि। अब आलु सिटी लाग्दैछ। आलु अब सिटी लाग्दै एकैछिन सिटी लागिसकेपछि यसलाई अब बाँकी प्रोसेसहरु अगाडि बढाउँला। के खाने भन्छ त? यता हेरेर भन्छु ल। आलु चप। कसले बनाउने आलु चप? बाबाले। यता हेरेर भन्छु ल। कसले बनाउने? कसको बाबा? बस। यो चाहिँ आलु चपको ब्याटरको लागि है। ब्याटरलाई मैले थोरै मैदा लिएको छु र मैदामा थोरै पानी हालेर रेडी गर्दैछु। यसमा अरू चीजहरु पनि मिसाउनु पर्ने हुन्छ। मैले स्वादको लागि अलि टेस्टको लागि भनेर जिरा धनियाको धुलो हालेको छु है। यसले चाहिँ एकदम मिठो स्वाद दिन्छ के टेस्ट एकदम गराउँछ। थोरै नुन हालेँ। कलरको लागि थोरै अरेन्ज फुड कलर हालेको छु मैले हैन। यसले चाहिँ यसो कलरलाई अलिकति राम्रो देखाउँछ के आलु चपको लागि। त्यही भएर खासमा यो युज गर्न त नहुने हो, भए पनि यसो कलरको लागि अलि हेर्दाखेरिमा पनि राम्रो होस् भनेर। ब्याटर चाहिँ रेडी हुँदैछ है। थोरै पानी हालेँ मैले। यो चाहिँ हाम्रो आलु चपको ब्याटर रेडी भयो है। यही ब्याटरमा चाहिँ हामी आलु चप बनाउँछौँ। ब्याटर रेडी भयो। आलु चपको चटनीको लागि यहाँ पाक्दैछ। चटनी चाहियो नि त, अलिक पिरो टक्क परेर चाहियो। त्यही भएर चटनी सहित खानुपर्छ भनेर आलु चपको लागि आलु छोडाउने काम भइरहेछ यतापट्टि। आलु छोडाइसकेपछि बाँकी प्रक्रियाहरु अगाडि बढ्छ। हेर्दै गर्नु होला। अनि के खाइछ हजुरले? पानी आलु। बाबाले के बनाउनु लाग्यो आज? भन्छ त। अघि के बनाउने भने बाबाले? आलुको के बनाउने भने बाबाले? आलु के बनाउने भने? अरे भन त। आलु चप भन न, आलु चप। आलु चपको लागि आलु म्यास भइरहेछ। आलु चपको लागि अब थोरै स्वाद अनुसारको नुन, जिराको धुलो, यसमा अर्थ केही पनि हाल्नु पर्दैन धेरै। जिरा धुलो नुन हाल्यो भने स्वाद एकदम मिठो हुन्छ, धेरै हाल्यो भने मिठो हुँदैन। नर्मल तरिकाले एकदम हेल्दी तरिकाले नर्मल तरिकाले बनाउँदैछु म।
आलुचपको बाँकी प्रोसेसहरू फ्राई गर्नको लागि रेडी हुँदैछ। मैले यसरी गोलाइमा चाहिँ मैले तयारी गर्दैछु। र यसरी गोलाइ आकारमा चाहिँ मैले बनाउँदैछु यसै गरी। अब यो फ्राई गर्नलाई चाहिँ रेडी भइसकेको छ है। एउटा गरेर फ्राई गर्छु म। यो फ्राई गर्नको लागि चाहिँ रेडी भइसकेको अवस्थामा छ। यो गोलाइ आकारले चाहिँ साइजमा मैले गोलाइ गरेको छु। लाम्चो तरिका पनि बनाउँछन् मान्छेहरूले, तर मैले चाहिँ गोलाइमा रेडी गरेको छु। मैले यसरी नै बनाउने गर्छु। अब यसलाई चाहिँ फ्राई गर्ने तयारीमा छु म, हेर्दै जानु होला है त। यो आलुलाई चाहिँ यसरी ब्याटरमा डुबाएर यसरी फ्राई गर्ने। फ्राई भइरहेछ है। यसरी बन्दैछ आलुचप। कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला है त। मैले आफू जानेको कुराहरू सेयर गरिरहेको छु। आफ्नो रुममा गरिरहेको छु, त्यही भएर सबै सामानहरू उलाउँदै छैन कि। होटलमा भएर सबै कुराहरू उलाउँदैन छ। घरमा अब त्यस्तै त होइन, जे जति छ त्यही सामानमा चाहिँ तयारी गरिरहेको छु। यो चाहिँ फ्राई भएर भइसकेको छ, रेडी भइसकेको छ। यसलाई म निकाल्छु। सुरुमा मैले चाडा फ्राई गरेर निकालेँ। सुरुको चाहिँ यस्तो भएको छ है, हेर्नु ल। हाम्रो उसको लागि चटनी, आलुचपको लागि चटनी है त। यही चटनीसँग चाहिँ हामी आलुचप खान्छौँ। ल हाम्रो आलुचप चाहिँ रेडी भइसकेको छ। ल प्लेट आलुचप रेडी भएको छ। कस्तो छ हेरेर प्रतिक्रिया दिनु होला है। धन्यवाद। अब अगाडि नयाँ कुराहरू यसो सेयर गरौँला, नयाँ रेसिपीहरू। पहिलोचोटि आलुचपको रेसिपी सेयर गरिरहेको थिएँ मैले। कस्तो छ यो हेरेर चाहिँ प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला है। राम्रो नराम्रो भनिदिनु होला। धन्यवाद।